हङकङतिर चाहिँ ससेज यस्तो पाउँछ है, अब गतिलो खालको लार्ज साइज। ल साथीहरू, हामी चाहिँ अहिले अब उकालो लाग्दैछौँ। हो तलै ढोक्नु पनि ठिक छ ल। हाम्रो अहिले चाहिँ यहाँ तुङचुङ आइपुगेको छौँ। गुड मर्निङ सबैजनालाई। अनि अहिले हामी हिँडेको चाहिँ खासमा बिग बुद्ध हो नि त। बिग बुद्ध खोजीको व्यापक सफलतापछि अहिले चाहिँ हामी यो बस कहाँनिर पाउँदो रहेछ भनेर बस खोज्दैछौँ यहाँ तुङचुङमा। अनि हाम्रो लोकेसन फलो गर्दै हुनुहुन्छ यता हाम्रो नातिले। तर ऊ पर एउटा स्ट्यान्ड रहेछ ल, त्यहाँ पर एउटा स्ट्यान्ड रहेछ, हेर्दै जाउँ। त्यहाँ ऊ पर देखिएको एउटा बस स्टप देखिरहेछ, त्यहाँ सायद हुनसक्छ त्यो बोर्डहरू हेर्नुपर्छ। अब हामी यहाँ त फेरि सोल्टिनीहरूले चुहेर त बिन्दास खान्छ नि फेरि, यस्तो राम्रो छ। हेर्नु हुँदैन कोही मार्छ है। ल वेलकम छ तपाईँहरूलाई मेरो आजको नयाँ भिडियोमा। अनि यता हाम्रो दाइ, यता हाम्रो नाति, एउटा बस आयो। कुन बस जाँदो रहेछ बस लेखेको हुन्छ नि त्यहाँ, होइन कि त हाम्रो म्यापमा। बियर क्याप्स ला, अप्टो बसमा त हाल्नु पर्थ्यो नि। यहाँ कुन हेर्नु त, टाइकोक्सुई छ खोइ। साथीहरू, हामी चाहिँ अहिले स्टिल यहाँ बसको पर्खाइमा छौँ होइन। लगभग हामी घरदेखि हिँडेको चाहिँ कति बजे भन्दा 11 बजे हिँडेको, वानचाइदेखि 11 बजे हिँडेको। अहिले हामी यहाँ तुङचुङमा आएर गाडी पर्खेर बसेको छौँ। कुन गाडी हो जान्छ भन्ने चाहिँ अलिअलि भेउ पायौँ हामीले होइन, तर नट स्योर 100% चाहिँ। अनि अब यहाँ ऊ पर हाम्रो नाति गाडी पर्खेर बसिराख्नु भएको छ। उहाँ गाडी हेरेको हुन्छ कुन चाहिँ जान्छ भनेर, झन्डै 1 घन्टा हुनु लाग्यो पर यसरी हेरिराख्नु भएको छ। अब उहाँले ठ्याक्क पत्ता लगाएर हामीलाई बोलाउनुहुन्छ। नाति त फेरि उता जानुभयो त, अब दुईतिर हेर्दै हुनुहुन्छ कुन चाहिँमा लानुहुन्छ त। अनि यस्तो छ अहिले हाम्रो हालत, यसरी पर्खेर बसिरहेछौँ। गाडीहरू 2-3वटा एउटै कलरको गाडीहरू आयो उपर। 38 अब कुन चाहिँ जान्छ भन्ने नै पत्ता लगाउन सकेन। हाम्रो आजको बिग बुद्ध गई चाहिँ यो तरिकाले होला जस्तो लागेन। आयो 23 आयो 23 आयो, उयो होला हो, यो जान्थ्यो होला जस्तो लाग्यो। 22 ऊ आत्तिसक्यो। हामी मात्रै आत्तिन्छ कि भने बुढो पनि आत्तिन्छ यार। ल यसरी गाडी हेरिराख्नु भएको छ ब्लू कलरको है। अनि हालत त पत्ला भइसक्यो त यसरी पर्खिँदा यो त 21 हो। त्यही कलरको गाडी हेर्नु न, यस्तै कलरको आउँछ क्या यो। यहाँ हो 23 कहाँ छ, 22 खोइ त तेरिका। यसरी त कहिले गयो होला र, गइँदैन छैन त्यताबाट त। छ यहाँ 31 पुगिसक्यो त नि।
लाटा भयो नि त लाटा। ल साथीहरू यसरी हाम्रो आज गई होला जस्तो लागेन। यतैतिरबाट फर्किनु पर्ने स्थिति आउला जस्तो छ यार। यस्तो छ हाम्रो अहिलेको तुङचुङमा यसरी बसको वेटिङमा छौँ गाइजहरू। ल आज हाम्रो बिग बुद्ध गई कतिको सक्सेस हुन्छ है, लेट्स सी, भरे हेरौँ। खोइ हो कुन चाहिँ केटीलाई सोध्ने। साथीहरू हाम्रो बिग बुद्धको यात्रा चाहिँ यो तरिका स्ट्यान्डिङ अवेसन भनौँ न, समय पोजिसनहरू यसरी गइरहेछौँ अहिले हामी। कुर्दा कुर्दा बल्ल बल्ल एउटा गाडी चाहिँ भेट्यो। त्यो गाडीमा पनि यो तरिकाले उभिएर हाम्रो नाति पर हुनुहुन्छ कन्डक्टरमा, यता हामी चाहिँ यसरी चट्ट यता पनि लुक्स देखाइदिनु पऱ्यो त दाइ। ल यस्तो छ हामी गइरहेछौँ बिग बुद्ध अहिले। ल अब माथि नै गएर हामी माथि नै गएर भेट्छौँ है त, कस्तो हुन्छ। स्टे ट्युन है त। ल हेलो, फाइनली हामी चाहिँ अहिले बिग बुद्धको तल के भन्छ यो गाडीले छोड्ने ठाउँसम्म चाहिँ आइपुगेछौँ। अब यहाँदेखि चाहिँ कुन साइडतिर हिँडेर जानुपर्छ थाहा भएन, हामी वेटिङमा छौँ। अब यहाँ चट्ट खाजासाजा हल्का यहाँ ससेस खाएर, ओ नो क्यामेरा भन्दै रहेछ मान्छेको नि। अनि अब हामी एकछिन हल्का पानी सानी जुस खाएर हामी लाग्छौँ बिग बुद्धतर्फ। यस्तो छ अहिले यहाँ सबैजना मान्छे निकै चहलपहल हुँदो रहेछ। ल अनि अब एकछिनमा तपाईँलाई म बिग बुद्ध पुगेपछि देखाउने छु कस्तो छ बिग बुद्ध भनेर है त। हस् ल यस्तो छ यहाँ। अब हङकङ आएर हङकङतिर चाहिँ ससेज यस्तो पाउँछ है, अब गतिलो खालको लार्ज साइज यस्तो हुन्छ। ल छोटो अब यहाँबाट हामी 3 भाइ ससेस खाएर कतादेखि जाँदो रहेछ जानु चाहिँ होइन। अनि त्यस पछाडि हामी लाग्छौँ उकालो हाम्रो टार्गेटमा। ल हेर्दै गर्नु होला भिडियो चाहिँ होइन। सोल्टिनीहरू कस्तो देखिरहेछ भनेर यहाँ भन्नु पर्यो नि त। ए भ्लगर हो। ल अहिले चाहिँ फाइनली हामी माथि उकालोतिर चढ्दै गरेको अवस्था छ हाम्रो। पैसा तिर्नुपर्छ र? ए होइन, यो त पैसा त तिर्नु पर्छ भन्दा पनि डोनेसन गर्न लाग्दै हुनुहुन्छ यहाँ हाम्रो दाइले। अनि ठिक छ। ल कति हाल्नुभयो दाजु? ओहो ल्याम्मै $20 पो हाल्नुभएछ त। ल्याम्मै $20 पो हाल्नुभएछ त। हो ल ल डोनेसन गर्नु राम्रै हो। बाजे जाउँ नातिलाई अब बाजे भन्नुभयो। ए टिकट पो पर्छ? त्यतिकै जाउँ भनेको त टिकट पर्दो रहेछ नि त नाति, त्यतिकै त होइन रहेछ नि। ऊ पर नि ऊ कहाँ छ खाना? खाना पनि पाइन्छ माथि? ल फाइनली यस्तो छ उकालो भ्यू। ल अनि म चाहिँ यसरी सर्ट भिडियो हल्का लिइरहेको छु होइन। अनि पर्दो रहेछ? ए ल यस्तरी चटसँगले हामी 3 भाइ लाग्यो उकालो।
ल ठिक छ खैरेनी बहिनीले नि बुझ्छ ल साथीहरू हामी चाहिँ अहिले अब उकालो लाग्दैछौँ अनि हो तलै ढोक्नु पनि ठिक छ ल हामी बिग बुद्ध फाइनल्ली हाम्रो सपना पुरा हुँदैछ बिग बुद्ध ल मेरो भ्लगमा नै आउँदा नि नाति ल त्यता अलिक अँधेर आउँछ अलिक पछाडि आउँछ ल अब कहिलेकाहीँ यो खालको गेट टुगेदर चाहिँ गर्दै गर्नुपर्छ है ल जिन्दगानीमा पैसा कमाएपछि घुम्न पनि पर्छ बेला बेलामा हाम्रो के गर्नु सबैजना भ्लगर भएपछि होइन म मात्र तपाईँले पनि दिने अब एउटा स्ट्यान्ड नकिनु भएन तपाईँलाई एउटा स्ट्यान्ड यस्तो छ तपाईँलाई अब देखाउनु त पर्यो होइन यो ठाउँ यस्तो के आउनु मन लागेको भएर पनि ठ्याक्कै समय सबै नमिल्ने क्या भनेको बेला आउन नसकिने अब हरेक कुरा हुनु पर्यो अब टाइम मिल्नु पर्यो अनि एक्लै आउन अल्छी लाग्छ साथीभाइ हुनु पर्यो सबै मिलेर ठ्याक्कै आउन चाहिँ गाह्रो हुने मेरो पनि अब 1 वर्ष अगाडिदेखि नै जस्तो थियो अब प्लान नै त नभनौँ सपना जस्तो अनि आउने भन्दै आउन सकिएको थिएन अनि अचानक यहाँ दाइहरू नातिहरूसँग आउने समय जुर्यो अनि ल फाइनल्ली आइ पनि पुग्यो बिग बुद्ध अनि यहाँ चाहिँ आज तर कस्तो सास बढ्यो यो टाइम चाहिँ कुन टाइममा मर्निङ टाइम ठिक हो कि क्या हो क्या यो अब यस्तो एन्टी लाइट परेर मैले के राम्रो देखाउन सकेन त्यस्तो छ बहिनीहरू मैले खिचेको देखेर लजाएर उकालो लाग्यो ठिकै छ नो वरी अब के गर्नु यस्तो हो नि त भाषा भनेको यसरी बोल्नुपर्छ केही बुझिँदैन होइन यतापट्टि चाहिँ राम्रो देखिरहेको होला किनभने यिनीहरूले बुझ्दैन के हेर्नु हजुर अब भरे घरमा मार्छ नै हो यस्तो छ पछाडि हेर्नु न यति मजाले देखिन्छ यतापट्टि चाहिँ घामले गर्दा देखिँदैन डोनेसन यहाँ रहेछ है डोनेसन डलरै डलर छ इनसाइड के भन्छ मुकुर्दुङ भन्छ त यस्तो ल के अरे बानी हटेछ हिँड्ने बानी र सास अलिक सास बढेको जस्तो भयो मेरो चाहिँ हिँड्ने बानी हटेछ ल नातिलाई त यति मुला उकालो त केही जस्तो लागेको छैन होला है केही जस्तो लागेको छैन म चाहिँ बानी हटेछ निकै स्याहाँ भयो फुटबल खेलेर खुट्टा दुखिरहेको थियो मसलहरू ए आज चाहिँ ठिक्क भयो त्यही त तपाईँलाई त इजी भयो मलाई चाहिँ अलिक हिँड्नुलाई अलिक थाके जस्तो भयो थाके भन्दा स्याहाँ फ्याँपे ल यता बाजे नाति सबैजना दाइहरू यता हाम्रो दाइ चाहिँ कस्तो आछ अब दामी 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 नम्बर 2
सरी ल ल यस्तो छ देखाइरहेको छु तपाईँहरूलाई बिग बुद्ध हामीसँग यसरी दाजुभाइ बाजे नाति सबैजना तिनजना तर के भिलेज के भनौँ तर होइन रहेछ यहाँ त नगए नि हुने रहेछ किन त्यो मलाई केवल कारको यो रहेछ होइन र पनि हेर्ने हो नि त हिँडेर जाने ठाउँ पनि कता होला क्या हिँड्नु पनि पर्छ कुन ए त्यो परको यस्तो छ ल तोरी फोटो भिडियो ला फोटो पो खिचेन त यहाँ आएर फोटो खिचेन यो त लास्ट धोकेबाज टाइपको भयो लु फोटो त खिच्नुपर्छ यार फोटो खिचौँ लु के झऱ्यो ट्याग गरे त त्यो बहिनीले त मलाई हेरेर के हाँसे जस्तो हाँस्यो त अब बाजेलाई दाइलाई मन पराएको छ त सोल्टी हेरेर हाँस्नु थाल्यो त होइन कि तपाईँको पेनले गरेर पो नाति जेस यो चाहिँ भ्यू हो बिग बुद्धदेखि देखिने भ्यू अब साँच्चै भन्नुपर्दाखेरि चाहिँ अब फाइनल्ली भन्नुपर्दा हामी चाहिँ ठ्याक्कै माथि आइपुगेछौँ बिग बुद्धमा यसरी माथि चढ्यो खै कति स्टेप रहेछ त्यति लामो त होइन यसरी यहाँ तलदेखि चढेको हामी अलिक सास बढेर मेरो भोइस चाहिँ अलिक कस्तो स्याहाँ भइरहेको अवस्था छ ल साथीहरू आइपुग्यो बिग बुद्ध ल फाइनली ड्रिम्स कम्स ट्रु ल बहिनीको मोबाइल झऱ्यो मोबाइल चाहिँ के साह्रो झार्छ यार बहिनीले त ल यस्तो छ ल यहाँदेखि देखिने चाहिँ भ्यू यस्तो है कस्तो देखिरहेछ यो बिग बुद्धको यो भिलेज एरिया रहेछ टाउ पर चाहिँ थियो के हो खोइ थाहा भएन यो डाँडाहरू चाहिँ हाम्रै गाउँठाउँको जस्तो डाँडाहरू ठुलो देख्दाखेरि चाहिँ आनन्द फिल हुने पर देख्न सक्नुहुन्छ केबल कार चाहिँ निकै पर छ यहाँदेखि यहाँ सायद आँखाले नभ्याउन सक्छ म जुम गरेर देखाउँछु है त यो चाहिँ केबल कार भयो सबै बिच बाटोतिर स्टप भइरहेछ यो भयो केबल कार हामी चाहिँ अब बाई बस आएको है यस्तो छ ल हामी चाहिँ फाइनली बिग बुद्ध आइपुग्यौँ यही है बिग बुद्ध कहाँ गयो मेरो साथीहरू मेरो साथीहरू यतै रहेछ नि त चट्टसँगले यसरी आइपुग्यो ल अब कुनै टाइम समय मिलाएर फेरि आउन पाइयोस् अहिलेलाई चाहिँ हामी फर्क्यौँ यहाँदेखि